तपाईले देख्न सक्नुहुन्छ जोरथाङको सानसानो नानीहरू उहाँहरू एसयुएमआईको सपोर्टमा यहाँनिर आइरहेको छ। यहाँ लोकल नानीहरू हो, उनीहरू हाम्रै सपोर्टमा ज्यादा थियो। कतिजना त रुँदै गरेको पनि देखिँदैछ यहाँनिर। हेर्न सक्नुहुन्छ एसयुएमआई हातमा रेफ्रीले चेप्यो भन्दैछ यहाँनिर बहिनीले। उपस्थित अर्को पालि जित्छ। आजका मुख्य अतिथि महोदयज्यूको बाहुलीबाट यहाँलाई सम्मान पूर्वक स्मृति चिन्ह एसयुएमआई हाल्दा जोरथाङमा पनि बहिनीहरू रुँदैछ। यो एसयुएमको शान, एसयुएमको गर्व हो। एसयुएमआईको फ्यानहरू तपाईँले देख्नुहोस् यहाँसम्म। भलै एसियन गेममा हारे पनि सम्पूर्ण जोरथाङवासीको मन जित्न सफल भएको छ। मुख्य अतिथि महोदयज्यूको बाहुलीबाट भएको छ। धेरैजना नानीहरू जो एसियमको सपोर्टरहरू थिए, उनीहरूको आँखाबाट आँसु निकाल्न चाहिँ एसियम सक्षम भएको छ भने यही नै एसियमको सबैभन्दा ठुलो जित हो। सम्पूर्ण जोरथाङवासीको नै हामीले मन जित्न सफल भएको छौँ। यो नै एसियमको सबैभन्दा ठुलो जित हामी मान्छौँ। धन्यवाद। रेफ्रीको डिसिजन भएन भन्दैछ, रेफ्रीले चेप्यो भन्दैछ। चेपेन तपाईँहरूले लाइभमा हेर्नुभयो। नानीहरूले भन्दैछ, फेरि यहाँ हेर्न सक्नुहुन्छ। देख्नुभयो हाम्रो झन्डा पनि लिएर नानीहरूले बोकेर घुम्थाल्यो। यो चाहिँ हो एसयुएमआईले कमाएको इज्जत। एसयुएमआई जहाँ जान्छ त्यहाँनिर माया कमाएकै हुन्छ भन्ने यसको ज्वलन्त प्रमाण तपाईँले हेर्न सक्नुहुन्छ। मिडिया टोलीबाट कोही एकजना प्रतिनिधि मञ्चमा आइदिनु हुन मिडियामा काम गर्नुहुने सहयोग गर्नुहुन्थ्यो सिक्किम देख्नुभयो तपाईँहरूले भर्खर चेयरअप पनि गरिदियो यहाँ जोरथाङको नानीहरूले। यहाँहरूको बीचबाट कोही एसयुएमआईको क्रेज देख्नुभयो। यहाँहरू प्रत्येक एकजना इन्डिभिजुअली मञ्चमा निम्ताउँदछौँ। कृपया गरेर सिक्किम भोइसबाट एकजना कोही यहाँनिर मञ्चमा आइदिनु हुन अनुरोध तामाङ ड्रेसमा देख्नुहुँदैछ अङ्किता ब्लग। उहाँले एसयुएमआईलाई डे 1 देखि नै सिक्किम यहाँहरू क्रमबद्ध रूपमा आइदिनु हुन अनुरोध गर्दछौँ। सिक्किम भोइस कमिटीले पनि भन्दैछ यहाँनिर 15 नम्बर 17 नम्बर 19 नम्बर ल्याएन। उनीहरूको गुनासो उहाँहरूको। सिक्किम न्युज फास्टेस्ट यहाँ देख्नुहुँदैछ तामाङ सुन्नुहुँदैछ। विष्णु विशी, शर्मिला राई, किशोर गुप्त स्वतन्त्रता कर्मीहरूले विशेष गरेर हाम्रो कार्यक्रम सफल तुल्याउनको निम्ति बहुत सहयोग पुर्याउनु भएको छ। बहुत सफल तुल्याउनु भएको छ। यहाँहरूलाई धेरै नै सम्मानको साथमा आजका मुख्य अतिथि महोदयज्यूको बाहुलीबाट हामीले सम्मान ट्रफी भन्दा पनि बेसी चाहिँ नानीहरूदेखि बुढो मान्छेदेखि यङस्टरहरूको मन जित्न सक्यो एसियनको टिमले। त्यही नै एसियनको लागि ठुलो कुरो हो र सम्पूर्ण कालेबुङवासीको लागि पनि यो गर्वको कुरो हो। आज एसियमाको टिम जोरथाङ जस्तो जग्गामा आएर पनि सम्पूर्ण दर्शकहरूको मन जित्न सक्यो।